हेलो साथीहरू नमस्ते सबैजनालाई है त म चाहिँ ड्युटीबाट रुममा जाँदै हो होइन। अब चाहिँ एक्लै छु क्या म होइन। केटाहरू सबै नवरात्रिमा घर गएको होइन। केटाहरू कोही पनि आइरहेको छैनन्। म चाहिँ एक्लै अँध्यारोमा होइन। पहिला यता तलबाट आउँथेँ किन यहाँ तलदेखि आउँथेँ। आज चाहिँ म माथिबाट आएको किनभने त्यहाँ चाहिँ कुकुरले बहुत सताउँछ कि कुकुरले बहुत झ्याप्पै काट्छ होइन। त्यही भएर चाहिँ म यता तलदेखि आइरहेको होइन। ट्याक्क यहाँ फेरि बत्ती आयो टक्क यहाँ माथि बत्ती। म चाहिँ फेरि टक्क यहाँ होइन। यस्तै छ जिन्दगी यार। यो झोलामा के गर्ने यार। मेरो जिन्दगी छ झोलामा। टक्क सर गइरहेको यहाँ चाहिँ खेल भइरहेछ क्या त। रातिमा टक्क खेल्ने खेल भइरहेछ। कति राम्रो यस्तो राम्रो खेल हुन्छ यतातिर। यस्तो खेल हुन्छ तर मलाई फेरि कुत्ताको बहुत डर लाग्ने कुकुरको। त्यही भएर चाहिँ कुकुरबाट अलिकति बसेर हिँड्नु पऱ्यो भनेर चाहिँ फेरि म फेरि यता माथिबाट घुमेर आएको क्या। त्यहाँ खेल भइरहेछ त्यहाँ गेम भइरहेछ। अब यता चाहिँ म जाने रुम यही हो। अब यस्तै हो साथी सुख दुःख के गर्नु होइन। होटेलमा काम गर्ने होइन। होटेलमा काम गर्दा रात हगरात होइन केही यस्तै छ साथीहरू जिन्दगी होइन। रुममा पुग्दा 12 बज्छ। हात खुट्टा धुँदा यताउता गर्दाखेरि चाहिँ तपाईँको टक्क 9-1 बज्छ। जिन्दगी यस्तै छ होइन। अब के गर्नु परदेशी लाइफ परदेशी जिन्दगी होइन। के गर्ने यार 2-3 साग खानाको लागि भए पनि यदि टक्क गर्नु पऱ्यो होइन। के गर्ने अब सर गाडीहरू त आइरहेको छ कि बेला बेलामा टक्क आउँछ। यो रोडमा हिँड्दा खासै डर छैन होइन। तर चाहिँ लास्टै डर भने यो कुत्ताको डर चाहिँ कुकुरले चाहिँ भवाल गराएछ भवाल। त्यही भएर चाहिँ यस्तो डर लाग्छ होइन एक्लै हिँड्दाखेरि होइन। जुगजम्मा पनि ठिक छैन होइन। तपाईँहरू पनि ड्युटीबाट आउने जाने बेला चाहिँ राम्रोसँग ध्यान दिएर आफ्नो साथमा भएको सामानहरू चाहिँ सुरक्षित तरिकाले आफ्नो जेबमा राखेर हिँड्नु होला। काल जमाना ठिक छैन होइन। इन्डियामा कति नेपालीहरूले मार्यो भन्ने पुलिस र उसले यहाँको लोकलले मिलेर मार्यो भन्ने हल्लाहरू पनि छ होइन। धेरै सुनिन्छ होइन। तर चाहिँ बज्नु होला बज्नुपर्छ। यस्तै छ जिन्दगी होइन। रातको कति 12 बज्न लागिसक्यो भनौँ। अब यस्तो रोडमा हल्लिँदै हिँड्दै गर्नु परेको छ। टक्क जिन्दगी झोला जिन्दगी टक्क झोलामा बोकेर होइन। यस्तो साथीहरू परदेशी लाइफ होइन। परदेशी जिन्दगी सबैजनालाई मिठो माया होइन। 2083 साल आउँदैछ होइन। अब 2-4 दिनमा त 83 साल लागिहाल्छ होइन नेपालको होइन। सबैजनालाई 2083 सालको हार्दिक मङ्गलमय शुभकामना। अहिले त देश पनि परिवर्तन भयो होइन। घन्टीमय बनिएको छ होइन। देशमा चाहिँ विकास होला होइन। तर हामीलाई नभए पनि हाम्रो छोरा नातिहरूलाई चाहिँ होला होइन। यही हो साथीहरू। म जाने बाटो म जाने गल्ली यही नै हो होइन। अब अँध्यारोमा त यस्तै आउने उज्यालो पनि थोबाट राम्रो आउँछ। यही नै हो होइन। अब टक्क जाने हो। अब देश विकास हुन्छ होइन। टक्क हामीलाई त केही पनि हुँदैन तर हाम्रो छोरा नातिले चाहिँ के हुन्छ कि भन्ने आश छ होइन। राष्ट्रिय स्वतन्त्र पार्टी जितिराखेको छ होइन। सुदन गुरुङले चाहिँ फटाफट कारबाही सुरु गरिराखेको छ होइन। तर चाहिँ केही हुन्छ होला जस्तो लाग्छ मलाई नेपालमा होइन। केही आश पलाएको छ होइन। मलाई मात्र होइन कि सबै नेपाली जनताहरूलाई चाहिँ केही आश पलाएको छ। त्यही नै हो होइन। अब यहाँदेखि पछाडि चाहिँ लाइट छैन। अब अँध्यारो छ। मोबाइलको लाइट बालेर हिँड्नुपर्छ। त्यही भएर सबैजनालाई नववर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना। 2082 सालमा तपाईँहरूले गर्नुभएका कुनै पनि नराम्रा कामहरू चाहिँ होइन तपाईँहरूको चाहिँ 2083 सालमा नहोस् होइन। कुकुरहरू यस्तो भेटिन्छ ज्ञान बाटो पनि साले यस्तो भेटिन्छ। यसले चाहिँ मलाई केही पनि गर्दैन चिनिया छ होइन। म चिनिया छ होइन। त्यही हो होइन। 2083-82 सालमा होइन पुरा नभएका काम काजहरू तपाईँहरूको भन्छौँ नि सपनाहरू चाहिँ 83 सालमा पुरा होस् है। मेरो पनि पुरा होस् तपाईँहरूको पनि पुरा होस् सबैजनाको पुरा होस् होइन।
ल म चाहिँ अब अहिले यहाँबाट चाहिँ बिदा भएँ। यहाँ चाहिँ अब अँध्यारो छ कि यहाँदेखि चाहिँ मोबाइलको लाइट बालेर जानुपर्छ। सबैजनालाई मिठो माया होइन, शुभ सपली भन्नुपर्छ होइन, हाम्रो त अब यही नै हो। सबैजनालाई मिठो माया, सबैजनालाई गुड नाइट भन्न चाहे है त म। बाई बाई बाई।